शिव बिना त यो संसार खाली छ। शिव त जहीँ तहीँ व्यापक हुनुहुन्छ। अनि वेदले, महर्षिहरूले, ज्ञानीजनहरूले के भन्नुहुन्छ भने यो सारा जगत नै शिव शक्तिमय छ। यो सारा जगत नै शिव शक्तिमय छ भने हामी कसलाई छोड्ने अनि कसलाई लिने? यो सृष्टि नै शिव शक्तिमय छ भने उहाँको उपासना पनि एउटै हो। त्यो ज्योतिर्रूप नै सारा ब्रह्माण्डमा व्यापक छ, अनेकतामा होइन एकतामा छ, एक रूपमा छ भन्ने कुरालाई हामी अनुभूति गर्न सकिन्छ। तर यसको लागि अब हामीले के गर्नु पर्दछ भन्दाखेरि हामीलाई ज्ञान चाहिन्छ। हामी शिव र शक्तिलाई एकैपल्टमा नाम लिने प्रयास गर्दछौँ र शिव शक्ति हाम्रो शरीरमा एकै रूपमा विराजमान पनि हुनुहुन्छ। शिव भक्तिमा समाहित हुनको लागि र उहाँको भक्तिको पराकाष्ठलाई प्राप्ति गर्नको लागि त हामीमा सबैभन्दा पहिला संयमको जरुरी पर्दछ। यो होइन कि हामी भक्ति गर्ने भनेर मनले सङ्कल्प गर्यौँ तर मन चाहिँ हाम्रो अरूतिर गएर लागिहाल्यो र हाम्रो मन त्यो शिव भक्तिमा एकाग्र भएन भने त्यो भक्ति निष्फल हुन जाँदछ। सम्पूर्ण धर्म शास्त्र ग्रन्थहरू पल्टाएर हेर्दा, अवलोकन गर्दा, गुरुवाणीहरू सुन्दाखेरि हामीले के पाइन्छ भने शिव भक्ति एकदमै कठिन विषय पनि हो र सरल पनि छ। हामीले उदाहरणहरू यसो सुन्दाखेरि, हेर्दाखेरि, पढ्दाखेरि पाइन्छन्। भगवान शिव सबैभन्दा अति शीघ्र प्रसन्न पनि भइहाल्नुहुन्छ, इच्छित वरदान पनि दिइहाल्नुहुन्छ। तर उहाँले अपनाउनु भएको जुन समभाव छ त्यो अति नै कठिन छ। शिव स्वयं आफ्नो स्वरूपमा लीन भएर जुन वस्तुको ध्यान गर्नुहुन्छ त्यो ध्यानको विधिलाई यदि हामीले आफ्नो जीवनमा अनुसरण गर्ने हो भने त्यो कठिन पनि छ। किनभने सम्पूर्ण भेदभाव, सम्पूर्ण उच्च नीच अथवा कुनै पनि संसारको भेदभावहरू सबैलाई त्यागेर एक भाव राखेर, समदृष्टि भाव राखेर संसार यो विश्व ब्रह्माण्डको सञ्चालनमा पनि भगवान शिवले त्यतिकै सबैमा सद्भाव र आदर्श र नीति नियमलाई त्यतिकै पालना गरेको हामी पाउँदछौँ। हामीले पाएको पनि छ र उहाँले त्यसरी भक्ति पथमा हिँड्ने भक्तहरूलाई सम्पूर्ण समग्र संसारमा एउटै शक्तिको उपासना गर्ने भन्ने प्रेरणा पनि सबैमा प्रस्तुत गर्नुभएको छ, प्रेरणा पनि दिनुभएको छ। सोही अनुसार हामीले पनि आफ्नो जीवनमा यसो यो संसार, यो विश्व ब्रह्माण्ड, यसलाई त हामीले कहिले पनि अवलोकन गरेर सकिँदैन। तर सूक्ष्म बुद्धिद्वारा जो जति हामीले देख्न पाएका छौँ, सुन्न पाएका छौँ, अनुभूति गर्न पाएका छौँ, यो अनुभूतिमा के आउँछ भन्दाखेरि यो सारा जगत नै शिवमय छ, शिव शक्तिमय छ। उहाँभन्दा भिन्न त अरू केही पनि छैन, कहीँ पनि छैन। र एक दिनको प्रसङ्ग छ, माता पार्वती भगवान शिवलाई प्राप्ति गर्नको लागि भगवान शिव र शक्ति उहाँहरू एकै हुनुहुन्छ। तर एउटा संसारमा, एउटा सृष्टिको सञ्चालनमा कुनै कारणवश भिन्न रूपमा उहाँहरूले प्रस्तुत हुनु पर्दाखेरि सतीको रूप धारण गर्नुभयो। सतीको रूपमा अति नै शिवको सानिध्य र प्रेमलाई पनि प्राप्ति गर्नुभयो। भक्ति मार्गमा पनि हिँड्ने प्रयास गर्नुभयो। मनुष्य शरीरमा आउनु भएको भएर सफल हुन सक्नु भएन र त्यो शरीर नै दूषित भएको भन्ने हिसाबले उहाँले त्यो देह त्याग गर्नुको बादमा पार्वतीको रूपमा फेरि अवतरित हुनुभयो। र भगवान शिवलाई भक्तिद्वारा खुसी बनाएर मात्र शिवको दर्शन प्राप्ति हुन्छ। गुरुजनहरू, नारद आदि, दधिची आदि ऋषिहरूको वाणीहरूलाई सुनेपछि माता पार्वती भगवान शिवको भक्ति गर्न अग्रसर हुनुभयो।
माता मैनामतीको भने स्वीकृति थिएन। र माता पार्वतीले आदर्शको स्थापित गर्दै भन्नुहुन्छ सबैभन्दा श्रेष्ठ त माता पिता हुनुहुन्छ। र मैले आफ्नो सो इच्छाद्वारा भगवान शिवको दर्शन पाउने अभिलाषा राखेँ, तर सो इच्छाद्वारा मात्रै भगवान शिवको दर्शन हुँदैन रहेछ। पाएर पनि भगवान शिव खुसी हुनु भएन। र उहाँलाई खुसी गराउनको लागि मलाई राम्रो याद भइसकेको छ मैले के भूमिका निभाउनु पर्ने भन्दा हजुरहरूको इच्छा आशीर्वाद माता पिताको आशीर्वादद्वारा नै मैले भगवान शिवको दर्शन पाउन सक्छु, उहाँको भक्तिमा अग्रसर हुन सक्छु भन्ने मलाई पूर्ण विश्वास भयो। यसकारणले म शिवलाई प्रसन्न बनाउनको लागि भक्ति गर्न चाहन्छु। यसमा हजुरहरूको आशीर्वाद चाहिन्छ। माता मैनामती भन्नुहुन्छ, हे पार्वती, तिम्रो मनमा जो इच्छा छ त्यो म राम्रोसँग जान्दछु। भक्ति ईश्वरको हुन्छ तर पतिको होइन। र तिमीले त शिवलाई पतिको रूपमा पाउने इच्छा राखेको छ। सो इच्छा पुरा हुनको लागि मेरोबाट कतै तिमीलाई स्वीकृति मिल्नेवाला छैन। र म के भन्न चाहन्छु भने जुन तिम्रो मनमा विचार आइरहेको छ त्यो विचारलाई निकालिदेऊ। र जो तिमी शिवलिङ्ग स्थापित गरेर पूजा गर्दैछौ यो शिवलिङ्गलाई आफ्नो राजभवनबाट बाहिर फ्याँकिहाल। तब माता पार्वती अति विनम्र हुनुभयो। भगवान शिवको भक्ति गरेर उहाँलाई खुसी बनाउने, आफ्नो जीवनमा आफ्नो लक्ष्यलाई प्राप्ति गर्ने उहाँको उद्देश्य त छँदै थियो। र अति नै विनम्र भएर माता पार्वतीले एउटा सत्य कुरो दर्शाउने प्रयास गर्नुहुन्छ कि हे माता, हजुरको इच्छाद्वारा नै म अगाडि बढ्नेछु, यो मेरो वचन हो। र हजुरले भन्नुभयो शिवलिङ्गलाई राजमहलबाट बाहिर निकालिदेऊ, तर म कुन चाहिँ शिवलिङ्गलाई बाहिर निकालौँ त? तब माता मैनामती भन्नुहुन्छ, कस्तो कुरा गरेको? शिवलिङ्ग त एउटै मात्रै छ, यो तिम्रो अगाडि जो यो स्थापित गरिएको शिवलिङ्ग एउटै मात्रै हो। माता पार्वती भन्नुहुन्छ, माता म त शिवलिङ्ग चारैतर्फ देखिरहेको छु। यो राजमहलमा चारै दिशामा शिवलिङ्ग देखिरहेको छु। तब हजुरले पनि दृष्टिगोचर गरेर हेर्नुहोस्, यो चारै पूर्व पश्चिम उत्तर दक्षिण जता हेऱ्यो त्यतै शिवलिङ्ग देख्दैछु। तब मैनामतीले पनि चारैतिर दृष्टिगोचर गर्दाखेरि त सबैतिर शिवलिङ्ग देख्नुहुन्छ। र जो आफ्नो पार्वतीलाई शिक्षा दिइरहनु भएको थियो, आफ्नो छोरीलाई शिक्षा दिनु भइरहेको थियो, त्यसबाट माता मैनामती पछि हट्नु र भन्नुहुन्छ, हे पार्वती, अब शिवलिङ्गलाई बाहिर फ्याँकिरहने, राजदरबारबाट बाहिर गर्ने कुनै आवश्यकता छैन। र तर तिमी ईश्वर मानेर भक्ति गर्न सक्छौ। माता पार्वतीले मैनामती आफ्नो मातालाई यो शिक्षा दिनुको अर्थ शिव बिना त यो संसार खाली छ, शिव त जहीँ तहीँ व्यापक हुनुहुन्छ। अनि वेदले महर्षिहरूले ज्ञानीजनहरूले के भन्नुहुन्छ भने यो सारा जगत नै शिव शक्तिमय छ। यो सारा जगत नै शिव शक्तिमय छ भने हामी कसलाई छोड्ने अनि कसलाई लिने? हामीले आफ्नै बुद्धिद्वारा विचार गर्नुपर्ने आवश्यकता छ। यो सारा संसार, यो जगत, यो दृष्टि जो हामीले गोचर हामी देखिरहेका छौँ अथवा हामीले नदेख्ने यो जो पनि छ, यो सारा यो सृष्टि नै शिव शक्तिमय छ। र यो सृष्टि नै शिव शक्तिमय छ भने उहाँको उपासना पनि एउटै हुनुपर्छ, अनेक होइन। विधि विधानहरू त अनेकौं छन्। र कोही मन्दिर बनाएर मन्दिरमा ध्यान गर्ने, पूजा गर्ने, यसैलाई कसैले उपासना सम्झिन्छ भनेदेखि कसैले यो शरीर नै एउटा मन्दिर हो। मन्दिर भन्नुको अर्थ नै मनलाई धीर गर्नु हो, मनलाई एकाग्र गर्नु हो। केमा भन्दा शिवको रूपमा, स्वरूपमा। र शिवको स्वरूप, शिव त सर्वशक्तिमान हुनुहुन्छ, ज्योतिर्मय हुनुहुन्छ। जब पनि जहाँ पनि कुनै भक्तलाई
कष्ट पर्यो, दुःख पर्यो अथवा त्यसै पनि दर्शन अभिलाषी भएर उपासना गर्छ, त भगवान जहाँ पनि प्रकट हुनुभयो ज्योति रूपमा नै प्रकट भएको पाइन्छ र ज्योति रूपमा प्रकट भएरै आफ्नो भक्तहरूलाई दर्शन दिएर ती भक्तहरूको इच्छालाई पूरा गरेको पाइन्छ। र भनेदेखिलाई आज हामीले यो सारा जगत त दृष्टिमय छ। हामीले यो बाहिरी दुई नेत्रहरूद्वारा जो जति संसारमा देख्दछौँ यसमा त मतभेद छ, यसमा नाना थरीको राग द्वेष इत्यादि छल कपट सबै समाएको छ। तर ज्योति रूपमा सबैको घटमा विराज हुनुभएको देवादिदेव महादेव शिवको भक्ति गर्नुको लागि सम्पूर्ण इन्द्रियहरूलाई पनि सम गर्नुपर्ने कुरा आउँछ। इन्द्रियहरू सबैलाई बसमा गरेर एकाग्र चित्त भएर मनलाई भगवान शिवको उपासनामा यानि ध्यानमा, भगवानको उपासनामा ध्यानमा एकाग्र गरेर जब ज्योतिर्रूपको हामी ध्यान गर्छौं त हाम्रो मनुष्य जीवन सार्थक हुन्छ। अनि जब त्यो ज्योतिर्रूपको अन्तर हृदय मन्दिरमा दर्शन हुन्छ त त्यो ज्योतिर्रूप नै सारा ब्रह्माण्डमा व्यापक छ, अनेकतामा होइन एकतामा छ, एक रूपमा छ भन्ने कुरालाई हामी अनुभूति गर्न सकिन्छ। तर यसको लागि अब हामीले के गर्नु पर्दछ भन्दाखेरि हामीलाई ज्ञान चाहिन्छ। ज्ञान बिना हामी भित्र ज्योति स्वरूप परमात्माको दर्शन कसरी गर्न सकिन्छ? सकिँदैन। अब ज्ञानलाई प्राप्ति गर्नको लागि पनि हामीलाई गुरुको आवश्यकता पर्दछ। हामी बारम्बार यो उदाहरण हरेक गुरुजनहरूबाट पनि सुन्दछौँ, शास्त्रमा पनि पाइन्छ। स्वयं आदिशक्ति भवानी माता पार्वतीको पनि जुन अज्ञान रूपी अन्धकार थियो त्यो समाप्त हुनको लागि गुरु धारण गर्नु पर्यो। उहाँले पनि गुरु धारण नगरेसम्म आफ्नो आदि शक्ति जुन स्वरूप छ त्यसको पहिचान माता पार्वतीलाई पनि हुन सकेन। त्यसको पहिचान हुन नसक्दाखेरि साधारण मनुष्यको रूपमा उहाँले जति पनि गुरुजनहरूले बाटो देखाउनु भयो, कर्महरू सिकाउनु भयो, यो बाटोमा हिँड तब शिव भक्तिमा अगाडि बढ्न सक्छौ भनिदिनु भयो। दधिची ऋषिले एउटा उपाय बताइदिनु भयो, नारद मुनिले अर्को उपाय बताइदिनु भयो। तब उहाँले त्यो कर्म गर्दै गर्दै जानुभयो र आफ्नो भक्तिद्वारा शिवलाई प्रसन्न गराउनु भयो। शिव शक्तिको मिलन त हुनु नै पर्ने थियो। जब शिव शक्तिको मिलन पश्चात पनि माता भगवती आदि शक्तिलाई म चाहिँ आदि शक्ति रूप हो, मेरो रूप चाहिँ अनन्त छ, अविनाशी छ भन्ने कुरोको ज्ञान भएन। अब त्यो कुरोको ज्ञान गराउनको लागि भगवान शिवले माता पार्वतीलाई स्वयं गुरु बनेर ज्ञान दिनु भएको हामी पाउँदछौँ। स्वयं भगवान शिव गुरु बन्नुभयो र माता पार्वतीलाई पनि भन्नुहुन्छ, पार्वती तिमी धैर्य धारण गर, एकाग्र चित्त भएर जो उदाहरण तिमीलाई म दिँदैछु, जो शिक्षा मैले तिमीलाई दिँदैछु त्यो शिक्षा तिमी एकाग्र चित्त भएर ग्रहण गर। तिम्रो मन यताउता कतै विचलित हुनु हुँदैन, ध्यानपूर्वक सुन भनेर कि भगवानको ज्योतिर्रूपको वर्णन गर्दै गर्दै त्यो ज्योतिर्रूपलाई प्राप्ति गर्नको लागि असलमा सत्य नामको भजन हुनुपर्छ। उहाँले भन्नुहुन्छ, उमा मैं कहूँ अनुभव अपना, सत हरि भजन जगत सब सपना। हे उमा, म त एउटा यस्तो अनुभव तिमीलाई भन्दैछु
कि त्यो अनुभव चाहिँ के हो भन्दाखेरि सबै यो जगतमा सबैभन्दा सत्य चाहिँ हरिको भजन हो, हरि भजन। र संसार चाहिँ सबै सपना हो। यो मायाको यो चर्मचक्षुले देख्ने जति दृश्य सारा जगत चाहिँ सपना हो, सत्य चाहिँ हरिको भजन हो भनेर माता पार्वतीलाई जब गुरु बनेर ज्ञान दिनुभयो, ज्ञान प्राप्ति गरिसकेपछि त्यो अमर नामको यथार्थ बोध भइसकेपछि माता पार्वतीको फेरि जन्म मरण भएको इतिहासमा कहीँ पनि हामी पाउँदैनौँ। र त्यो अमर नामको बोध गराउने वाला गुरु चाहिँ सद्गुरुले मात्रै गराउनुहुन्छ। त्यस कारणले गर्दा भगवान शिवले पनि पति पत्नीको सम्बन्धलाई विच्छेद गरेर जबसम्म तिमीलाई ज्ञान प्राप्ति हुँदैन हे पार्वती, तबसम्म तिमी मलाई आफ्नो गुरु भनेर जान अनि मान। मेरो पति हुनुहुन्छ भन्ने यो भाव कतै तिम्रो मनमा नल्याऊ, किनकि गुरु र शिष्यको सम्बन्ध त प्रगाढ हुन्छ, अति गहिरो हुन्छ, महत्त्वपूर्ण हुन्छ, जुन गुरुद्वारा अज्ञान रूपी अन्धकारको विनाश हुन्छ र जीवनमा प्रकाशै प्रकाश प्राप्ति हुन्छ। त्यही प्रकाशलाई प्राप्ति गर्नको लागि शिव भक्तिमा अगाडि बढ्ने हो भने हामीले पनि गुरुको शरणागत भएर आत्मा तत्त्वको बोध गर्दै समान भाव मनमा लिएर जब हामी उपासना भक्तितिर अगाडि बढ्छौँ तब नै शिव भक्ति सार्थक हुन्छ। यस कुरामा हामी सबै विचार गरौँ र जीवनमा आत्मसात गर्ने प्रयास गरौँ।